मेरो पंकज कुमार चौधरी हो। म एउटा व्यापार गर्ने मान्छे हो। तर अगाडिको पट्टि त्यो 5 नम्बर क्षेत्रबाट आएको थियो चुनाव लड्न। सबै जनताले त्यो उसको नामै म बिर्से कि योगी जीवन विकासको त्यो प्रमुख पनि हुनुहुन्छ। त्यो सबै जनतालाई आइमाईलाई सबैले फुस्यायो। त्यसको कर्मचारीहरूले पनि फुस्यायो। यो गरिदिन्छु त्यो गरिदिन्छु। यो मन्दिरको विषयमा पनि आएको थियो। यो मन्दिरमा टेकेर पनि गएको थियो। भन्यो कि यो मन्दिरलाई बनाउने काम हाम्रो हो। तर अहिलेसम्म यहाँ हेर्न पनि आएको छैन। यो गाउँको मान्छे यहाँ आएपछि उसलाई फुलको माला होइन जुत्ताको माला लिएर स्वागत गर्छ। एकचोटि पहिले आओस् न, लौरो लिएर लखेट्ने मान्छे हामी नै हुन्छौँ उसलाई। उसको अब यो पारा चल्दैन, उसको राजनीतिक चल्दैन। हाम्रो भनेको यो स्वतन्त्र गाउँ हो। स्वतन्त्र उम्मेदवार चाहियो। जुन मान्छे राम्रो हुन्छ त्यो मान्छेलाई भोट हाल्ने। तर त्यो मान्छेलाई भोटै नहाल्ने। एकचोटि आयो स्कुलमा टोयलेट साफ गरेर गयो, अहिलेसम्म मुख पनि हेराउन आएन। त्यस्तो पाराले थोरै चल्छ। हामी पनि जनता हो। हामीले पनि दुःख लाग्छ। हाम्रो नेता राम्रो हुन्छ भने हाम्रो गाउँठाउँमा विकास हुन्छ। 5 वर्षदेखि यो रोडमा त्यतिकै पानी लागेको हुन्छ। अहिले त बर्खाको सिजन छैन। नाला बनाएर गयो, कतिजनाको खुट्टा भाँच्यो, कतिजनाको हात भाँच्यो, कतिजनाले एक्सिडेन्ट भयो यस्तो गर्दाले। तर अहिलेसम्म हेर्न पनि आएको छैन। त्यो योगीलाई हामी कहाँसम्म पुर्याउँछु। यसपालि त्यो आउँछ अनि त्यो उसलाई जुत्ताको माला लगाएर हुन्छ कि मारेर हुन्छ कि त्यहाँबाट लखेटेर हामी पठाउँछौँ।